हेलो नमस्ते, स्वागत छ यहाँहरूलाई गार्डन अफ गङ्गामा। आज चाहिँ म हाम्रो गाउँको दाई राजेश दाईको तरकारी खेतीको चाहिँ भिजिट गर्न आइरहेको छु। खुसी लाग्छ गाउँको दाईहरूले यसरी प्रगति गरेको देख्दाखेरि। उहाँले चाहिँ घरमै बसी बसी आफ्नै गाउँ ठाउँमा महिनाको 1 लाखसम्म तरकारी खेतीबाट कमाउनुहुन्छ। यस्तो राम्रोसँग फर्सी खेती लगाउनु भएको छ। यो सानो रुखमा हुने खालको। यहाँ हेर्नुहोस् त कस्तो मजाले फलेको छ। यति राम्रोसँगले लगाउनु भएको छ, पुरै आधुनिक तरिकाले। उहाँको मेहनतलाई चाहिँ हामी सबैले शरणीय सलाम गर्नुपर्ने हुन्छ। अब सबैजना विदेश पलायन भएको बेला उहाँ एउटा उदाहरणीय बन्नुभएको छ। दाईको मेहनत, दाईको परिश्रमको आज नतिजा। उहाँले तराईको खेती 2-3 बिघा जग्गामा चाहिँ उहाँले यसरी पुरै सिजन अनुसारको तरकारी खेती लगाएर राम्रोसँग आफ्नो परिवारमा एकदम राम्रोसँग पाल्नु भएको छ। 4-5 जनाको परिवार आनन्दित सुखी भएर पालेर पनि उहाँले महिनाको 1 लाख रुपियाँ बचत गर्नुहुन्छ। ल हेर्नुहोस् कति मजाले रोप्नु भएको छ। यो चाहिँ फर्सी खेती कसरी लगाएर कसरी यसरी उत्पादन धेरैमा फलाउन सकिन्छ, धेरै राम्रो हुन्छ भन्ने कुरा, कस्तो खालको मल हाल्ने, कसरी खेतीहरू गर्ने, यहाँ हाम्रो भाउजू उहाँलाई साथ दिनुहुन्छ। उहाँको छोरी सबै आफ्नो परिवार मिलेर एउटा पनि मजदुरहरू नलगाइकन उहाँले खेती लगाउनु भएको छ। अब हामी चाहिँ यतापट्टिको लाइनमा जान्छौँ। ल हामी अब राजेश दाईकै मुखबाट चाहिँ यसलाई चाहिँ कसरी उत्पादन गरेको, के गरेको, कसरी यस्तो राम्रोसँगले फलाउनु भएको भन्ने कुरा उहाँकै मुखबाट सुन्न चाहन्छौँ। यता दाई नमस्ते, सन्चै हुनुहुन्छ? कतिको खुसी हुनुहुन्छ त तपाईँ? यो ल अब एकछिन अब अरू नयाँ खेती गर्न चाहने, विदेश पलायन नहुन्, आफ्नै देशमा केही गरून् भनेर चाहिँ तपाईँ नयाँ युवा पुस्ताहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यो तरकारी खेती कसरी लगाउनु भयो, कस्तो खालको मल हाल्नुभयो? ल विस्तृतमा आफ्नो परिचय साथ दिनुहोला। यतापट्टि उभिनु न। ल दाई नमस्ते। नमस्ते। ल हजुरको परिचय दिनु न। मेरो नाम राजेश राजवंशी हो। हजुर। शिव 87। हजुर। शिव 87 चा। हजुर। अनि यो नयाँ प्रविधिबाट खेती गरेको। हजुर। मल्चिङ प्रविधिबाट। हजुर। यो धेरै राम्रो सिस्टम छ। हजुर। अब सबै साथीहरूले यस्तै गर्ने। एकछिन काम नगरिकन उभिएर यसको बारेमा चाहिँ यहाँ धेरै छ। एकछिन चाहिँ मलाई जानकारी दिनु होला हैन? भइसक्यो। अनि यसमा चाहिँ कस्तो खालको मलहरू अर्ग्यानिक भन्नुहुन्छ तपाईले? अहिले त पुरै विषादी युक्त। विषादी छैन, टेस्ट गर्दा हुन्छ। अनि ल्याबमा टेस्ट गर्ने। हजुर। विषादी निक्ल्यो भने फ्याल्दिने। अनि यो खेती गर्नलाई चाहिँ तपाईलाई चाहिँ कति महिनामा चाहिँ यसरी यस्तो राम्रोसँग फलाउनु भयो त? 2-3 महिनामा। 2-3 महिनामा। अनि कस्तो खालको मलहरू तपाईले प्रयोग गर्नु भएको छ? रासायनिक मल दुईटै। गोबर मल र रासायनिक मल दुईटै। अनि यसलाई लाइ किराहरूको लागि चाहिँ के औषधिहरू गर्नुहुन्छ तपाईले? जैविक विषादीहरू। अनि यो खेतीबाट तपाईँ कतिको सन्तुष्ट हुनुहुन्छ त? म त अझै 5 बिघा सम्म गर्ने विचार गरेको अर्को साल। अनि अरू चाहिँ तपाईँले के खेतीहरू लगाउनुहुन्छ? काँक्रा लगाउने, फर्सी लगाउने, सिजन अनुसारको तरकारीहरू लगाउने हैन? अनि के भन्छ, सबैजना तपाईँको गाउँभरिका मान्छेहरू तपाईँको उदाहरण लिन्छन्। तपाईँको जस्तो खेती गर्नुपर्छ भन्छन्। कसरी खेती गर्ने भनेर कोही सिक्न आयो भने तपाईँ सिकाउनुहुन्छ हैन? परम्परागत खेती छोड्नुपर्छ, आधुनिक टेक्निकको खेती अपनाउनु पर्छ। हजुर। एकचोटि यसो मुख पनि देखाइदिनुहोस् न दर्शकहरूलाई। अनि कस्तो खालको खेती गर्नुपर्छ अरे फेरि भनिदिनु न। यता आधुनिक खेती गर्नुपर्छ, आधुनिक खेती छोड्नुपर्छ। त्यो हातमा फर्सी टिपेर यो कहाँको मार्केटमा तपाईँले बेच्नुहुन्छ? अनि नेपालमा त तरकारी खेतीको मतलब व्यापारीहरूले नै सबै खाइदिन्छन्, उत्पादकहरूको चाहिँ आफै बेच्नुहुन्छ? कहाँ लगेर बेच्नुहुन्छ? बिर्तामोड बेच्नुहुन्छ, कृषि थोक बजार बेच्नुहुन्छ। ल ल हेर्नुहोस् राज दाईको
फर्सीबारी अहिले चाहिँ यो सानो खालको फर्सी लगाउनु भएको छ। उहाँले चाहिँ सिजन अनुसारको तरकारीहरू लगाउनुहुन्छ। तपाईहरू सबैलाई म के भन्न चाहन्छु भने अहिलेको जमानामा विदेश सबै मान्छेहरू विदेश पलायन भएका छन्, तर आफ्नो देशमा केही गर्दाखेरि हुन्छ भन्ने कुरा एउटा उदाहरण राज दाइले दिनुभएको छ। यति राम्रोसँग यस्तो आधुनिक तरिकाले यसरी फर्सी फलाएर जो सहर बजारमा बस्नुहुन्छ उहाँहरूलाई चाहिँ यो तरकारीहरूको आपूर्ति पुरा गर्नुभएको छ। यो फलाउनलाई हामी त यसो हेर्छौँ, आहा कति राम्रो भन्छौँ, किनेर खान्छौँ, तर उहाँको मेहनत उहाँको परिश्रमलाई चाहिँ हामीले सलाम गर्नुपर्छ। उहाँले मेहनत गरेर यसरी फलाएर त हामी सहर बजारमा बस्ने मान्छेहरू खान पाउँछौँ। त्यसैले राजेश दाइलाई धेरै धेरै धन्यवाद। यसरी अर्ग्यानिक खेतीहरू लगाएर आफ्ना सन्तानलाई घरमै रोजगार दिएर आफैले काम गरेर यति राम्रोसँगले काम गर्नुभएको छ। उहाँलाई चाहिँ सरकारले पनि केही अनुदान अहिलेसम्म दिएको छैन। यदि दियो भने उहाँले अझै राम्रो राम्रो कृषिमा चाहिँ नयाँ नयाँ खानेकुराहरू नयाँ नयाँ तरिकाले तरकारीहरू उत्पादन गरेर सहर बजारको मान्छेहरूलाई आपूर्ति गर्न सक्नुहुन्छ भन्ने मेरो भनाइ छ। ल साथीहरू, यस्तै नयाँ नयाँ भिडियोहरू हेर्नको लागि गार्डन अफ गङ्गालाई नबिर्सिनु होला। मेरो च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्नुहोला। तपाईँहरूको साथ सपोर्ट र मायाले गर्दाखेरि मेरो च्यानल थोरै मात्रामा अगाडि बढिरहेछ। फेरि पनि तपाईँहरू सबैलाई धन्यवाद। राजेश दाइलाई पनि धन्यवाद, उहाँको सिङ्गो परिवारलाई धन्यवाद। उहाँहरूको मेहनतले आज यति राम्रो तरकारीहरू फलाउनु भएको छ। उहाँलाई त सरकारले पुरस्कार पनि दिनुपर्ने हो, तर अब सरकार उहाँमाझ आइपुग्न भ्याउनु भएको छैन होला सायद, होइन। उहाँलाई चाहिँ अझ सरकारको सपोर्ट भइदियो भने अझ धेरै उहाँले चाहिँ प्रगति गर्नुहुनेछ। राजेश दाइ तपाईँलाई धेरै धेरै धन्यवाद। यसरी नै आगामी दिनमा नयाँ नयाँ तरकारीहरू उत्पादन गर्नुहोला र मेरो च्यानललाई पनि माया गरिदिनु होला सबैजनाले। सबै साथीहरूलाई धेरै धेरै धन्यवाद। तपाईहरूलाई यो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला। ल त साथीहरू, फेरि भेटौँला आगामी दिनमा यस्तै यस्तै नयाँ नयाँ च्यानलहरू नयाँ नयाँ कुराहरू लिएर तपाईँहरू सामुन्ने आउनेछु। धन्यवाद।